बजाज कम्पनीको पल्सर 220 को 150 को 180 को यो केमचेनको साउन्ड छिटै आइहाल्छ प्राय जसो। त्यही भएर तपाईँले केमचेन चेन्ज गर्दाखेरि केमा कुरामा ध्यान दिनुपर्छ भनेपछि तपाईँको यो एकचोटि हेर्न सक्नुहुन्छ, यो केमचेनको तलको दाँती भयो हैन, यो तपाईँको दाँती राम्रो हुनु पर्यो, केमचेन गाइड राम्रो हुनु पर्यो, अनि यो माथिको जुन टाइमिङ प्लेट छ त्यो राम्रो हुनु पर्यो। मात्र तपाईँले केमचेन हालिराख्नुपर्छ भने छिटै साउन्ड आइहाल्छ भनेपछि यो तपाईँले सबै कुरा चेन्ज गर्नुपर्छ। यो तलको दाँती हाल्नुपर्छ, माथिको टाइमिङ प्लेट हाल्नुपर्छ, यो केमचेन गाइड हाल्नुपर्छ, अनि केमचेन एडजस्टर चेन्ज गर्नुपर्छ। अनि केमचेन हाल्दाखेरि जहिले पनि तपाईँले यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ सोरुमको भयो है। जम्मा 25,000 किलोमिटर रनिङ भएको छ यो 220 029 स्लटको 220, जम्मा 25,000 किलोमिटर रनिङमा हामीले यो केमचेन चेन्ज गरिदिनु लाग्यो। अनि यो सोरुमको केमचेन खासै धेरै टिक्दैन, त्यही भएर हामीले यसमा पुरै हेभीमा केमचेन हालिदिनु लाग्यो है। अनि यो केमचेन कुन कम्पनीको छ भनेपछि तपाईँहरू एकचोटि कमेन्ट गर्नु। हेर्न सक्नुहुन्छ यो कुन कम्पनीको छ है, यहाँ लेखेको छ आर्यन है। एकचोटि म फोकस गरिदिन्छु, यहाँ आर्यन लेखेको छ, यो कुन कम्पनीको छ भनेर तपाईँहरू कमेन्ट गर्नु। अनि हामीले हेभीमा केमचेन हालिदिनु लाग्यो, पुरानो केमचेन चाहिँ यही भइसक्यो है। जम्मा 25,000 किलोमिटरमा हामीले यो केमचेन चेन्ज गरिदिनु लाग्यो। तपाईँहरूको पनि यसो इन्जिन सिन्जिन केमचेनहरू साउन्ड सम्बन्धी समस्या छ, पिकअप राम्रो पुगेको छैन भने हाम्रो पसल भिजिट गर्नु। तपाईँको बाइकको सक्दो हामीले पुरै अब समस्याको सल्युसन गरेर पठाउने हो। ल हामीसँग एकचोटि हेर्न सक्नुहुन्छ, यो पुरै अब सरसफाइ गरेर हामीले यो फिटिङ गर्ने हो। ल